लागि सबैजनालाई नमस्ते। म रविन देवकोटा फेरि आज लामो समयको एउटा बसाइपछि अन्तरालपछि नयाँ भिडियो लिएर तपाईँहरूमा आज आएको छु। धेरै लामो समयपछि नै भनौँ, यो लगभग 2-3 महिनाको ग्यापपछि चाहिँ मैले भिडियो अपलोड गर्दैछु। मेरो चाहिँ जापानकोमा ओकिनावाको बसाइ चाहिँ सकिएको छ र मैले चाहिँ अब ओकिनावा छोड्दै म अब ओसाका कोबेतिर लाग्दैछु। कोबेबाट मेरो आगामी यात्राहरू अगाडि बढ्ने छन्। म ओकिनावाबाट कोबे सर्दैछु र कोबेबाट मेरो अब जापानका बाँकी दिनचर्याहरू बाँकी समयहरू बित्ने छन् र त्यही भएर आज चाहिँ एउटा सानो भिडियो लिएर आएको छु। ओकिनावाबाट चाहिँ म कोबे जाँदाको लागि रेडी हुन लागेको छु। आज चाहिँ मेरो खास फ्लाइट चाहिँ भोलिको हो, अप्रिल 4 तारिकको 11:35 को चाहिँ मेरो फ्लाइट हो। तर आज चाहिँ म अलिकति सजिलो होस् जानको लागि, अब जानको लागि एयरपोर्टसम्म जानको लागि फेरि बसमा जानुपर्छ। अहिले म बसेको ठाउँबाट जानेको एयरपोर्टसम्म जानलाई चाहिँ 2टा बस चेन्ज गर्नुपर्ने हुन्छ होइन। त्यही भएर चाहिँ म चाहिँ अहिले एउटा दाइको रुममा जाँदैछु। आज यतैबाट रेडी भएर सबै लिएर सामान लिएर जाँदैछु। त्यहाँ दाइकोमा गएर चाहिँ बस्यो भने चाहिँ भोलि बिहान मलाई सजिलो के हुन्छ भने एउटै बसमा एयरपोर्ट पुगिन्छ, चेन्ज गरिरहनु पर्दैन। त्यही भएर चाहिँ म सजिलोको लागि आज एकजना प्यारो दाइको घर गएर म बस्दैछु। त्यहाँसम्म पुगेको भिडियो पनि म देखाउने छु र एयरपोर्टबाट ओसाका खान्से इन्टरनेसनल एयरपोर्ट र खान्से इन्टरनेसनल एयरपोर्टबाट चाहिँ म कोबेसम्म गएको भिडियोहरू पनि म देखाउँदैछु। अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला र मलाई ओकिनावा बसाइमा साथ सहयोग दिनुहुने सम्पूर्णलाई यसै भिडियो मार्फत धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच भन्दै म रेडी हुँदैछु। रेडी भएपछि फेरि तपाईँहरूसँग जोडिदिन्छु है त। अहिले म चाहिँ रेडी भइसकेको छु जानको लागि। अब जति मेकअप गरेर पनि कालो अनुहार कालै हो होइन, त्यस्तै छ। अब यो घर छोडेर अब जाँदैछु। मेरो अरू सबै सामानहरू चाहिँ पठाइसकेको छु, बाँकी सामानहरू चाहिँ यहाँ छ। अरू सामानहरू चाहिँ मैले पठाइसकेको छु। ओके, पछि कुरा गरौँ होला है त। है म त निस्केँ, मेरो सामानहरू चाहिँ अहिले यति हो। यो ज्याकेट चाहिँ खास गरिब महिना लाग्यो, यतातिर लाउनै पर्दैन। यो फेरि चाहिँ यसले धेरै भारी वो गर्छ भनेर त्यसलाई सुटकेसतिर नै हालेको कि, त्यही भएर यत्तिकै हिँडेको छु। फाइनली निस्किसकेको छ है त। म चाहिँ एकदमै धेरै खुसी छु कि, किनभने ओसाका कोबेमा चाहिँ मेरो सबैजना हुनुहुन्थ्यो, दिदी भिनाजु साथीहरू सबैजना उतै उठ्नु भएको कारणले म धेरै खुसी छु। अब यता कति दुःखहरू एक्लै गरियो होइन, अब त्यो दुःख गर्दै साथीभाइहरू पनि रमाउँदै गर्न पाइन्छ। त्यसले म चाहिँ एकदमै एक्साइटेड छु है त। घरबाट चाहिँ निस्किसकेपछि मेरो एकजना साथी मलाई ओकिनावामा धेरै हेल्प गरेको, सहयोग गरेको, अपरेसन गरेर हस्पिटलमा चाहिँ म एडमिट हुँदा पनि एकदमै धेरै गरेको मान्छे, ओकिनावामै विद्यार्थी भिजामा चाहिँ आएर लगभग सर्लक्कै ओकिनावा सर्लक्कै खाइसकेँ मान्छे हुन्छ। यतापट्टि मेरो साथीहरूलाई छोडेर टक्कर जाँदैछु। मैले के ओसाकातिर आउँदाखेरि यसो सम्झिनु होइन। हस् हजुर, हस् हेर्छ नि त मान्छे। हस् हजुर, राम्रोसँग जानु होला, सिटी जानु होला। अरू भन्नु पनि केही छ? अरू भन्नु पनि के छ? अलि नजिक आउनु नि, हेरेको टाढो जानु छिटै गर्नु होला, छिटै हेर्न पाऊँ। के बोले भाइ? के बोले के छ थाहा बोले? कसो हो जिउमान सानजिउमान हो कि के हो? यो कमाउनु पर्यो, नेपालको ऋण तिर्नु पर्यो, आमालाई यसो जापान जानु पर्यो। अनि यस्तो हामीलाई पनि बोलाऊ, हामी पनि आउँछौँ। अनि यसो ओसाकातिर के हो त्यो घुम्ने ठाउँ जानुपर्छ, घुम्नुपर्छ। ल ल ल ल साथी, अब भेट्दै गरौँ ल। ल हजुर, ल जाने बेला के भन्नु छ भने हामी चाहिँ यहाँ साथीसँग हिँडेर एकछिन बसेको छु। मेरो बस लाग्ने ठाउँमा जानुपर्ने छ। म चाहिँ उहिले मलाई भेट्न आज आएको थियो। म निस्किन अपरचोट म चाहिँ निस्किन लागेको कि, मिलाएर सबै कुराहरू बल्ल राम्रो आएको थियो। मान्छे त मैले हेर्छ मेरो लग के हो केही भन्नुपर्ने छ? त्यही हो भन्नुपर्ने भनेको, यसलाई चाहिँ ध्यान देऊ।
होइन यसलाई भनेको फेरि मेरो अपरेसन गरिरहेको थियो कि अफिसमा भएर ध्यान देऊ अनि त्यो टाइममा खाना खाऊ काम गरेनौ काम गर बुढीलाई सहयोग गर म चाहिँ अब यो भेटेको साथीबाट छुट्टिएर अब बस लाग्ने ठाउँतिर जाँदैछु बस चढेर त्यो म जाने भनेको दाइकोमा गएर बस्छु आज अनि त्यसपछि भोलिपल्ट बल्ल भोलि मेरो चाहिँ फ्लाइट हो 11:35 को यही ठाउँ हो यो ठाउँ छोडेर जाँदैछु म बसेको अलि माथिपट्टि हो यस्तो डाँडाकाँडामा त्यो ठिकै छ मेरो च्यानललाई पनि सब्सक्राइब गर्न नबिर्सिनु होला है लाइक गर्न सेयर गर्न र अन्तिमसम्म पनि हेर्नु होला भिडियो है त थ्याङ्क यू म चाहिँ के भन्न चाहन्छु भने अब यदि तपाईँ जापानको चाहिँ ओकिनावा आउँदै हुनुहुन्छ ओकिनावा भन्ने ठाउँमा होइन अथवा आउने तयारीमा हुनुहुन्छ भने चाहिँ एकदमै साइकल चलाउन जान्ने भएर चाहिँ आउनु होला होइन साइकल चलाउन चाहिँ अनिवार्य पर्छ यो ठाउँमा होइन जस्तो यहाँ ट्रेन चल्दैन मोनोरेल भन्ने नि छ त्यो मोनोरेल भन्ने पनि सीमित ठाउँमा मात्रै छ अहिले म बसेको ठाउँतिर ट्रेन छैन त्यसैले म बस चढ्नको लागि बस चढ्ने स्टेसनसम्म जान पनि म हिँडेर रुमबाट 12 मिनट जति लाग्छ त्यही भएर ओकिनावा आउने साथीहरू चाहिँ एकदमै भरपर्दो भएर साइकल चलाउन जान्ने भएर चाहिँ आउनु होला र अन्य ठाउँबाट ओकिनावा आउँदै हुन्छ भने अलिकति गाह्रो चाहिँ हुन्छ किनभने अरू ठाउँमा ट्रेन चलेको हुन्छ होइन यो चाहिँ अलिकति सहज हुन्छ तर यो ठाउँमा चाहिँ त्यति सहज चाहिँ छैन यो जानकारी पनि गराएँ तपाईँहरूलाई छोटो जानकारी पनि दिएँ आफूले भोगेको कुराहरू होइन र जाँदैछु म बस चढ्नको लागि त्यही हो बस चढ्ने स्टेसन जानलाई पनि मेरो रुमबाटै कमसेकम 10 देखि 12 मिनट चाहिँ लाग्छ जाँदैछु गएर अब अरू भिडियोहरू बनाउँदैछु है त हेर्दै गर्नु होला लगभग 15 मिनट हिँडेपछि चाहिँ म बस स्टेसनमा आइपुगेको छु अब बस कुर्नुपर्छ बस पनि फेरि एकदम ढिलो आउँछ कि अब यो साँझ परेपछि अलिकति ढिलो हुन्छ त्यही छ बस स्टेसनमा कुरिरहेको छु बस यस्तै छ है त साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्टमा कमेन्ट पनि गर्नु होला है ल साथीहरू म मेरो रुमबाट चाहिँ त्यो जाने भनेको दाइकोमा आइपुगेँ बस कुर्दा कुर्दा लगभग 42-45 मिनट जति चाहिँ बस कुरेँ आएर दाइकोमा ठ्यास्स सामान राखेको छु हुनु त हाम्रो दाइ उतापट्टि हो तल बसिरहनु भएको एकदम लजाउनु हुन्छ फेरि केटा मान्छे भएर पनि गाह्रो छ ल है त हेलो गाइज गुड मर्निङ नमस्ते भोलिपल्ट बिहान चाहिँ म दाइको घरबाट उठेर बस स्टेसन आइपुगेको हतार उठ्थ्यो घरतिर उठेर रेडी भएको बनाउन पाइएन त्यसको लागि क्षमा चाहन्छु र अहिले चाहिँ म यता बस स्टेसनमा आएर सुतेर बसिरहेको छु अब रुटिन अनुसार 8:08 चाहिँ बसको सिरियल देखाइरहेको छ म एयरपोर्ट जाँदैछु एयरपोर्टको एपिसीको भिडियोहरू पनि आउँछ ल अहिले चाहिँ म फाइनल्ली एयरपोर्ट जानको लागि बस स्टेसन छु आज त म जति खुसी त संसारमा कोही पनि हुन्न होला यति खुसी धेरै सङ्घर्षपछि धेरै त्यागपछि चाहिँ एउटा सफलता मिलेको छ मलाई त्यो पछि भन्छु है त म के हो भनेर है ल अहिलेको लागि म यति हो म बसमा कुर्दैछु है त एउटा हातले बजेन ताली सँगै गरम उकाली ओराली भन्दै बसेको छु बस आइपुगेको छैन अनि सबैलाई जानकारी चाहिँ के छ भने ओकिनावा नयाँ हुनुहुन्छ भने अब पुरानो साथीहरूलाई त सबैलाई थाहा भइसक्यो होइन नयाँ साथीहरू हुनुहुन्छ भने चाहिँ एयरपोर्ट जानको लागि चाहिँ तपाईँ यदि बसमा जानुहुन्छ भने 120 नम्बरको बस 120 लेखेको बस एयरपोर्टसम्मै जान्छ तपाईँलाई कुनै समस्या आउँदैन त्यही भएर नयाँ साथीहरू हुन्छ नि एयरपोर्टसम्म जान चाहनुहुन्छ भने चाहिँ 120 नम्बर भएको बस चढेर जान सक्नुहुन्छ है त बस कुर्दैछु लगभग 8 बजिसक्यो हिँड्न पर्ने हो तर बस आइपुगेको छैन कुरिरहेको छु साथीहरू त्यस्तै छ सबैजना के बिस रमाउँदै गर्नु होला मस्त रहनु होला र विक्रम परियार युट्युब च्यानलमा गएर हाम्रो नयाँ गीत पनि हेरिदिनु होला है त थ्याङ्क यू बस कुरिरहेको छु अनि त्यसो देखाइदिउँ किनभने इन्भाइरोमेन्ट भनेर सबैलाई देखाइदिएको साथीहरू एयरपोर्ट आइपुगेको छ लगभग 1 घन्टाको बसको यात्रा गरेर
एयरपोर्ट आइपुगेको छु। अब छिर्छु म, छिर्दैछु। हेर्नुपर्छ अब यो जेट स्टारबाट जानेको चाहिँ जेट स्टारको कहाँ छ त्यो हेर्नुपर्छ होला साथीहरू। एयरपोर्ट एयरपोर्ट ल हे साथीहरू, नाहा इन्टरनेसनल एयरपोर्ट, नाहा इन्टरनेसनल एयरपोर्ट 11:35 को फ्लाइटको 9:35 को मलाई चेकिङ हुन्छ अरे है त साथीहरू। एयरपोर्ट अहिले चाहिँ म अब चेकिङ सकेर जाँदैछु। मेरो चेकिङ सकेर अब गेटतिर प्रस्थान गर्दैछु। यही छ। अब केही घन्टामा चाहिँ प्रिय भाइ बहिनीसँग भेट हुन्छ। भाइ बहिनीसँग त भोलि भेट हुन्छ। भाइ बहिनी अनि मेरी प्रियसीसँग नि भोलि भेट हुन्छ। आज चाहिँ मेरो दिदीको घरतिर गएर बस्छु अनि भोलि बल्ल म उता चाहिँ प्रस्थान गर्ने हो। सियु बेबी, सियु भाइ, सियु बहिनी। 35 को फ्लाइट हो। अब उठेर बसिरहन्छु। 10 भयो। 11:35 को फ्लाइट हो। अलि छिटो आइयो त। पहिलोपटक होला झ्यालको सिक्पाको आएर त्यो पनि सजिलो नि पाइदिएछ। झ्यालमा भइदिएछ। अब यसो भिडियो गर्छु खै त। ल्यान्डिङ भयो। ल्यान्डिङ खान्छ इन्टरनेट पानी आएर भिडियो बनायो नि। आइपुगेको छु ओसाका खान्छै। ब्याग लिनलाई बाँकी छ। ब्याग लिएर अनि त्यसपछि निस्किन्छु। ब्याग लिन बाँकी। फाइनल्ली ओसाका खान्छाई। ब्याग लिने सिस्टम त्यसरी आउँछ। यसलाई थाहा हुन्छ चाहिँ नेपालमा बसेको साथीहरूलाई। मैले चाहिँ ओकिनावा छोडेर आएको हो नि त। ओकिनावा छोडेर आएपछि मेरो सामान चाहिँ आज लगेजमै राख्नु भनेर लगेजमा राखेकोबाट लिनु भनेको लिएर अहिले निस्केर अब ट्रेन चढ्न जानुपर्छ। ट्रेन चढेर जान्छु। ओसाका उमेदा स्टेसन जान्छु अथवा जिआर ओसाका स्टेसनमा जान्छु। त्यहाँबाट उता गएर अब भेटघाटको क्रम जारी रहन्छ। टिकट काट्ने ठाउँमा यस्तो बिजी हुन्छ नि। टिकट काट्ने ठाउँ यो टिकट काट्ने ठाउँ बिजी, त्यही बिजी हुन्छ। अहिले अब यति बेला ट्रेन चढेर ओसाका जाँदैछु। यो चाहिँ ट्रेनबाट देखिएको दृश्य हो। ओसाका जाँदैछु। ओसाकामै बसिरहेको छु। ट्रेनमै बसिरहेको छु। अब 3-4 स्टेसन पछि पुग्छु।
बस्ने सिड्नेबाट उभिनु परिहाल्छ 1 घन्टा होला गाह्रो छ फाइनली ओसाका आइपुग्यो है साथीहरू ओसाका यो ओसाका साथीहरू अब यहाँ आएर मलाई अलिक ठाउँहरू थाहा छैन निस्किने ठाउँ चाहिँ थाहा छैन मेरो साथीलाई फोन गर्नुपर्छ साथीलाई फोन गर्छु अनि साथीलाई भेटेको के भिडियो बनाउँछ है त साथीहरू ओसाका फाइनली यहाँ मेरो साथी काम गर्ने ठाउँमा आइपुगेको छु त्यो उमेशाको बिहानी भन्ने ठाउँमा चाहिँ उसले काम गर्छ है आफूले त्यसलाई भेट्न जाँदैछु है त अनि यही ठाउँमा चाहिँ मेरो साथीले काम गर्थ्यो म त्यसलाई भेट्न जाँदैछु अन्त थाहा आउनु कुरो त थाहा छ होइन त्यही पनि मलाई कुरेर बस्यो नि त यही भित्र छ त्यो भाइ त्यहाँ छ हेलो के छ म अलिक ठुलो हुन्छ बोल्नु हुन्छ लजानु मेरो साथीसँग चाहिँ भेट भएको छ होइन पहिले बाबु प्ले त्यो भिडियो रेकर्डिङ गर्नलाई बाबु त्यो प्ले बटन भन्ने अठाउनु अच्छा यहाँ बुढीसँग बोलेर बस्नु भएको छ त्यही भएर उयो गर्नु भएको मलाई के छ साथी हाल खबर हात कोस बाबु त भिडियोमा देखिन्छ यार हात देखा कोस बाबु त ठुला कुरा गर्नु पर्दैन फेरि मसँग जिउ गर तैँले चाहिँ हाम्रो भाइ हो भोगे तर मान्छे हेन्सम छ मन त धेरै राम्रो छ तपाईँको परिचय दिनुहोस् म भोगे मलाई सबैले भोगे भन्छन् मलाई हेल्प गर्छन् धेरै धेरै भोक लागिरहनु पऱ्यो यसको नाम चाहिँ भोगे तर नाम चाहिँ खास विजय ए बडाल होइन विजय नौपाने ए विजय विजय करेल होइन गर्लफ्रेन्ड 2टा छन् क्या हो ठ्याक्कै 10वटा जस्तो मान्छ ल साथीहरू यति बेला ठ्याक्कै म ओसाका साकुरा गाउँमा यता दिदीको घर आइपुगेको छु एकदमै यात्रा रमाइलो पनि भयो त्योमाथि अलिकति डिले भएर अलिकति बोर पनि फिल भयो होइन ठिकै छ अब बाँकी भिडियोहरू कोभिडतिर गएर बन्छ ओसाकाको लागि आजको लागि यति नै टेक केयर सबैजना मस्त रहनु होला व्यस्त रहनु होला थ्याङ्क यू